6 वर्षदेखि अस्पतालको गेट अगाडि मालिकलाई पर्खिरहेको एउटा वफादार कुकुर। मलिन अनुहार, आँखाभरि आँसु, वर्षौंदेखि आफ्ना मालिकको प्रतीक्षा जो पहिल्यै बितिसके। तर यो अबोध प्राणीलाई के थाहा, अस्पतालको गेट अगाडि यो कुकुर 6 वर्षदेखि आफ्ना मालिक आउने पर्खाइमा बसिरहेको छ। खैरे, जसलाई आफ्ना मालिकले आफूलाई 6 वर्ष अगाडि नै छाडेर गइसके भन्ने पनि थाहा छैन। के दिन, के रात, के घाम अनि के झरी, ललितपुर नेपाल मेडिसिटी अस्पतालको इमर्जेन्सी वार्डको गेटमै यसका आँखा मालिकको पर्खाइमा यताउता डुलिरहेका छन्। 6 वर्ष अगाडि उपचारका लागि मालिकसँग अस्पताल आएपछि खैरेलाई गेटमै रोकिएको थियो। त्यही क्षणदेखि उसको जीवन एक निरन्तर प्रतीक्षामा बदलिएको छ। मालिक आउलान् र उनीसँगै घर जाउँला भन्दै यो कुकुर गेटमै पर्खिरह्यो। तर अफसोस, उसलाई थाहा छैन कि उसका प्रियजन सधैँका लागि यस संसारबाट विदा भइसकेका छन् भनेर। उनको सब अस्पतालको अर्कै गेटबाट बाहिर निकालियो। खैरेलाई कसैले पनि यो दुःखद सत्य बताएन। मालिक बाहिर निस्कने आशमा बेला बेला अस्पतालको गेटतिर आँखा डुलाइरहन्छ खैरे। तर यसको आशा निराशामा बदलिन्छ र ऊ धरधरी रोइदिन्छ। अस्पतालका कर्मचारीले उसलाई त्यहाँबाट धपाउन पनि खोजे, तर ऊ केही गरे पनि कतै गएन। मालिकलाई भित्र लाँदै गर्दा जुन ठाउँमा यसलाई रोकिएको थियो, यसले त्यही ठाउँलाई आफ्नो घर बनायो। अस्पतालको गेट छोडेर जान नमानेपछि अस्पतालका कर्मचारीहरूले यसको पालन पोषण गर्न थाले। उनीहरूले यसलाई खाना खुवाउने, हेरचाह गर्ने र मायाले खैरे भनेर बोलाउन थाले। कुकुर तिहारको दिन अस्पतालका कर्मचारीहरूले यसको पूजा गरेर मिठो मसिनो खाना दिने गरेका छन्। यो कुकुरप्रति अस्पतालका कर्मचारीको माया र स्नेह कम त छैन, तर पनि यसले आफ्नो मालिकलाई बिर्सनै सकेको छैन। मानिसका लागि आवाजविहीन एउटा प्राणी, जसको पुकार कसैले सुन्दैन, कसैले बुझ्दैन। उसको हाउभाउमा आफ्ना मालिकप्रतिको अथाह प्रेम देखिन्छ अनि उसको पर्खाइमा वफादारी। इमर्जेन्सी वार्डबाट कोही निस्कियो भने ऊ आफ्नो मालिक हुन् कि भनेर चिहाई चिहाई हेर्छ। यसका आँखाले भन्दा हुन्, मालिक कहिले आउनुहुन्छ? म एक्लै भएँ, बेसहारा भएँ। लाग्छ वर्षौंदेखि यसको पुकारले अस्पताललाई नै रुवाइरहेको छ। आफ्नैले आफ्नालाई चटक्कै बिर्सिने अहिलेको समयमा खैरेको वफादारीले जनावरहरू कति इमान्दार अनि कति धैर्यवान हुन्छन् भन्ने कुराको उदाहरण प्रस्तुत गरिदिएको छ। मालिक जीवित हुँदा कति खुसी थियो होला खैरे। कतै टाढाबाट मालिक आएको पत्तो पाउने बित्तिकै कुद्दै कुद्दै आफ्ना मालिक नजिकै पुग्थ्यो होला। उनीसँग लुटपुटिएर मायालु आँखाले हेर्थ्यो होला। कतै डुलाउन लैजाँदा, खाना खुवाउँदा, उसलाई उसको नामले बोलाउँदाका उसका खुसीहरू सदाका लागि हराएर गए। 6 वर्षदेखि उसका हरेक दिन, हरेक घण्टा, हरेक मिनेट आफ्ना मालिकको प्रतीक्षामा बितिरहेको छ, जो कहिल्यै फर्कनेवाला छैन। उसको आँखामा अझै पनि आशा छ, उसको हृदयमा अझै पनि प्रेम छ। सडकमा जाने, झगडा गर्ने, अस्पतालमा आएका मान्छेलाई टोक्ने, झम्टने उसले कहिले गरेन। यसरी मालिकले अन्तिम पटक छाडेको ठाउँमा यतिका वर्षसम्म कुरिराख्नु कसरी सम्भव थियो होला? यो बीचमा कति सम्झियो होला उसले आफ्ना मालिकलाई, कति माया गरेका थिए होलान् उनले खैरेलाई। 6 वर्ष यो सानो समय होइन। बिरामी मालिकलाई इमर्जेन्सीमा लगेको दिनदेखि खैरेका लागि समय त्यही अडिएको छ। एकै ठाउँमा उही दिनचर्या चलिरहेको छ उसको। समयसँगै धेरै कुरा बदलिँदै गए। ऊ पहिले जस्तो चिटिक्क र सफा सुगर छैन। जिउभरि धुलो माटो छ। शरीरका रौँ फुस्रा भएका छन्। बुढ्यौलीले च्याप्दै गएको छ। तर उसका आँखा थाकेका थिएनन्। तर एक दिन खैरे अचानक त्यहाँबाट हराउँछ। अस्पतालको इमर्जेन्सीको गेटमा कुरिरहेको एउटा कुकुरलाई त्यो दिन कसैले देख्दैन। ऊ बस्ने ठाउँ खाली थियो। असोजमा आएको बाढीले मेडिसिटी अस्पताललाई क्षतिग्रस्त बनाएको थियो। भुइँभरि पानी। मानिस त भागेर अन्तै गए होलान्, तर खैरे जाओस् त जाओस् कहाँ? उसको पर्खाइ त्यही गेटमा थियो। उसका मालिकले उसलाई त्यही गेटमा विदा गरेका थिए। उसलाई त्यही बाढीले बगायो या उसले बसाइ सर्यो? बाढीले बगाएको भए त्यही बाढीसँगै उसको पर्खाइ पनि बग्यो होला। कतै बसाइ सर्यो भने त्यहाँ पनि उसले त्यसै गरी आफ्ना मालिकलाई सम्झिरहेको होला। खैरेको वफादारी र पर्खाइले मानव जातिलाई नै इमान्दारिताको उदाहरण छाडेको छ। कुकुरको भावनात्मक बुझाइ मानवभन्दा धेरै गहिरो हुन्छ। कुकुरको दिमाग एसोसिएटिभ हुन्छ, जसले ठाउँ र समयलाई गहिरो रूपमा जोडिरहन्छ। उनीहरूको सम्झिने क्षमता र भावनात्मक सम्बन्ध अति नै गहन हुन्छ। एउटा ठाउँसँग जोडिएका सम्झनाहरू उसले जीवनभरि भुल्दैन। कुकुरहरू एक त वफादार प्राणीमा गनिन्छन्, त्यसमाथि खैरेको यो प्रतीक्षा र वफादारीले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। प्रेम भनेको केवल शब्दहरू मात्र होइन, वफादारी पनि हो।
कुनै एक स्थानमा निरन्तर कसैले खाना दिएको छ भने कुकुरले त्यो ठाउँ र समय सम्झिरहेको हुन्छ, त्यही समय र स्थान सधैँ पुगिरहेको हुन्छ। त्यसैले नियमित खाना दिने, सँगै हिँडाउने र औधी माया गर्ने मान्छेलाई उसले कहिल्यै बिर्सिँदैन। खैरेको जीवनमा पनि यस्तै भयो। आफूलाई सधैँ माया गरिरहने मालिकको नुनको सोझो गर्न खैरेले पर्खाइमै जिन्दगी बिताइदियो। घरको रेखदेखका लागि पालिएका कुनै प्राणी, उनीहरूलाई केही दिनु पर्दैन, माया दिए पुग्छ भन्ने कुरा खैरेले प्रमाणित नै गरिदिएको छ। हवस् त, यस्तै खोजमूलक भिडियोका लागि डिस्कभर नेपाल हेर्दै गर्नुहोला। नमस्ते।